सम्पूर्ण साथीहरुमा नमस्कार। आजको भिडियोमा हामी अति नै उपयोगी विषय अकाउन्ट पेज चेक भनेको के हो र यसलाई कसरी साट्ने अथवा जम्मा गर्ने त्यसको बारेमा जान्ने छौँ। धेरै मानिसहरूले चेक त पाउनुहुन्छ, तर अकाउन्ट पेज लेखिएको चेक देख्दा अलमल्ल पर्नुहुन्छ। तसर्थ चेक साट्ने सबैभन्दा सजिलो तरिका मैले बुझाउने छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सबैभन्दा पहिले बुझौँ अकाउन्ट पेज चेक भनेको के हो। जब चेकको माथि दुईवटा लाइन तानेर बीचमा अकाउन्ट पेज लेखिन्छ त्यसलाई अकाउन्ट पेज चेक भनिन्छ। यसको अर्थ के हो भने यो चेकबाट पैसा सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा मात्र जम्मा हुन्छ। यसलाई क्यास फर्ममा काउन्टरबाट निकाल्न मिल्दैन। अब प्रश्न आउँछ, यस्तो चेक कसरी साट्ने त? यसको लागि तपाईसँग आफ्नो बैंक अकाउन्ट हुनुपर्छ। चेकको पछाडि आफ्नो साइन गर्नुपर्छ। बैंकको चेक डिपोजिट स्लिप आफ्नो बैंकमा गएर भर्नुपर्छ अनि चेक बैंकमा जम्मा गरिसकेपछि बैंकले हजुरको खातामा पैसा ट्रान्सफर गरिदिन्छ। भिडियो मन परे लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै जानकारीमूलक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।